हेलो एभ्रिबडी र आज 28 सेप्टेम्बरको दिन है। त्यही ओरालमै फेरि है मैले यो मौरी डुर राखेको थिएँ। यो पहिला यहीँबाट मैले 2 डुर लगेको थियो र आज फेरि यहाँ मौरी गुड खोज्न आएर निरीक्षण गर्दै रहेछ। अब मौरी आउने बेला पनि भयो जस्तो लाग्यो। म भर्खर आउँदा यहाँ दाजुको 1 डुर मौरी सिफ्ट गर्नु थियो। त्यो गर्नु लागि चाहिँ आएको, तर यहाँ मौरी आउँदै रहेछ है। अनि यहाँ हेर्नुहोस् त यो डुर खोज्ने मौरी आएर आफै पसेको रहेछ, आफै निरीक्षण गर्दैछ यी हो। यो ठाउँ चाहिँ साह्रो लक्की नै रहेछ। योसँग त 3टा हुन्छ। निरीक्षण गर्ने जारी छ। त कहाँबाट आउँछ यो मौरी हो। ल हेर्दै गर्नुहोस् भिडियोलाई, अन्तिमसम्म साथ दिनुहोस्। कुकुर पनि पुग्यो। रहेछ मौरी त है। निकै रहेछ मौरी त, निकै छन्। मौरी निकै रहेछ हजुर। छ नि ऊ माथि, ए माथि हेर्नुहोस् छ नि। मौरी निकै छ नि। चिल्दैन चिल्लै मौरी हेर्नु छेउ निकै रहेछ मौरी हेर्नुहोस्। यसमा भाले मौरी एउटा पनि छैन छ मैले देखिनँ। छुटेर आएको होइन, यो डुर छोडेर आएको रहेछ। कहाँबाट चाहिँ डुर छोडेर आएको रहेछ मौरी यो। किनभने भाले मौरी नै छैन छ। ढुङ्गामा हेर्नुहोस् नि, मेरो हातमा पसिना खाँदैछ। हातमा पसिना पनि खाँदैछ। मौरी निकै रहेछ। त्यो रानी यहाँ देख्दैछ, यो भाले मौरी रहेछ। एउटा भाले मौरी पनि रहेछ। रानी मौरी चाहिँ देखिन। लासमा पर्छ रानी, लासमा पर्छ। यसरी मौरी चाहिँ आफै आएको हो। यो डुर खोज्ने मौरी यति बेला सिजन लाग्यो हाम्रोतिर चाहिँ हो। हेर्नुहोस् है, यसो परेर ढुङ्गामा मौरी निकै रहेछ। अब यसलाई पनि साइन्टिफिकमै सिफ्ट गर्नुपर्ने हुन्छ। अब यो चाहिँ भोलि मात्रै होला। यहाँ रानी देख्नु दिन सकिनँ, रानी देख्नु छैन, रानी देखिनँ। भाले मौरी पनि रहेछ, सायद अब छुटेर आएको कि भाले मौरी पनि रहेछ। मौरी पुरा छैन है। आउँदा त कम्ती देखेको त, डल्लो परेर आएको देखेर चाहिँ कम्ती भएको ल, डल्लो भइरहेको छ नि। हेर्नुहोस् न, आम्मा पुरा छ नि। हजुर
त्यही त हेर्नुहोस् है मौरी यहाँ एक ढुङ्गामा चढ्दै जाँदैछ क्लाइम्बिङ दिँदैछ यिनीहरूले हेर्नुहोस् मौरी पुरा छ पुरा थियो रहेछ मौरी यसो सिजन लाग्यो भने मौरी आफै आउँछ यसो दुर चाहिँ सफा गरेर राख्नुपर्छ कि आफै आउँछ मौरी चाहिँ यहीँ भित्रै गएको छ रानी चाहिँ यही भित्रै हो कि देख्दैन अब औरीले पो उसाल्छ ए उफ्रानी जानेछ रानी पस्यो अब त्यो रानी त मिटिङ भएको जस्तो लागेन है मलाई त नयाँ रानी जस्तो लाग्यो रानी मिटिङ भएको छैन अब भाले मौरी पनि छ मिटिङ भएको छैन है रानी मौरी त निकै भएछ त आम्मा हेर्नुहोस् न अन्त मौरी पनि रहेछ भने उसो लेटिङ भएको छैन यसो रानी नयाँ आएको रहेछ नयाँ छुट्टेको रहेछ यिनीहरू हेर्नुहोस् न मौरी आम्मा के बेसी रहेछ रहेछ मौरी है अस्ति चाहिँ कम्ती आएको रहेछ ठुल्ठुलो रहेछ यिनीहरू छुटेको मौरी रहेछ र यस्तै भिडियोहरू लिएर भातमा फेरि आउनेछु है यो भिडियोलाई लाइक गरिदिनुहोस् सेयर पनि गरिदिनुहोस् अनि कमेन्ट्स पनि गरिदिनुहोस् होला